वेलकम गाइज टु माई न्यू ब्लग। हामी चाहिँ अहिले वार्मअप गर्दैछौँ, एकछिनपछि जिम गर्छौँ। आज बाइसेपको वर्कआउट छ, हेर्दै गर्नु होला, देखाउँछ हजुरहरूलाई। हाम्रो 15 मिनट वार्मअप चाहिँ भइसकेको छ। अब बाइसेपको हान्न गइरहेका छौँ। जिम गर्नुभन्दा पहिला 10-15 मिनट चाहिँ वार्मअप गर्दै गर्नु होला, राम्रो हुन्छ। इन्जुरी हुने चान्स चाहिँ कम रहन्छ। हेर्दै गर्नु, देखाउँछौँ। हेर्न सक्नुहुन्छ, सबैमै हो हालेर हानेको। साथ दिनु होला, सब्सक्राइब गरिदिनु होला। आज चाहिँ बाइसेपको वर्कआउट छ, हेर्नुहोस्। वार्मअप गर्नु चाहिँ नबिर्सिनु होला जिम गर्नुहुन्छ भने। फर्स्ट सेट हान्यो। अब दोस्रो सेटमा चाहिँ वेट थपेर हान्छ। 5 केजी वेट बढ्छ अनि फेरि हान्छ। त्यसै गरी 3 सेट हान्छौँ, हेर्दै गर्नु। हेर्नुहोस्, 5 केजी वेट थपिएको छ दोस्रो सेटमा। तेस्रो सेटमा फेरि 5 केजी थपिन्छ, हेर्दै गर्नु होला। अबको फाइनल सेट, तेस्रो सेट, 5 केजी वेट फेरि बढाइयो, फेरि हानिन्छ तेस्रो सेट। हेर्नुहोस्, देखाउँछु। हेर्नु सक्नुहुन्छ, अघि एउटै चक्का थियो, अहिले 2टा चक्का छन्। 10 केजी वेट थपियो, मजाले हान्ने। देख्नुभयो होला, 3 सेटै हानेर देखाएँ हजुरहरूलाई। अब दोस्रो राउन्ड हेर्दै गर्नुहोस्, देखाउँछु दोस्रो राउन्ड पनि। हेर्नुहोस्, अब बाइसेपको दोस्रो सेट। अब हातलाई नजिक राखेर हेर्नुहोस्, हेर्नुहोस्, मजाले हान्ने। तलबाट माथि लग्दा 1 सेकेन्ड मजाले वेट गर्ने अनि हान्ने, बिस्तारले तल ल्याउने। अब चाहिँ मनी छानिरहेको छ। त्यही एक्सर्साइज हामी सेम हान्छौँ। एक्सर्साइज वेट पनि सेम हुन्छ। अहिले चाहिँ हामी यो 1 घन्टादेखि लिएर 1 घन्टा 15 मिनटसम्म एक्सर्साइज गर्छौँ। फेरि त्यही एक्सर्साइजलाई हामी वेट थपेर हान्छौँ। हेर्न सक्नुहुन्छ, एउटा चक्का थापिसकेका छौँ। अब हेर्नुहोस्, देखाउँछु। एक साइडमा 2.5 केजी गरी, एक साइडमा 2.5 केजी गरी, टोटल 5 किलो थपेका छौँ। हेर्दै गर्नु होला। अझ तेस्रो सेटमा पनि हामी 5 केजी अझ थप्छौँ। सेकेन्ड सेट पनि देख्न सक्नुभयो। अब थर्ड सेट, 5 केजी फेरि थप्यो, टोटल 10 केजी। अनि डम्बल त्यो सिमेन्टको अलगै वेट छ, 10 केजीको एक छ, 10 केजीको अर्को छ। सबलको वेट अलगै छ। हेर्नुहोस्, लास्टसम्म हेर्न सक्नुहुन्छ। तेस्रो सेट, 10 केजी वेट थपिएको, 2 चक्का। तीनवटा सेट हजुरहरूलाई देखाएँ एक्सर्साइजको। अब चाहिँ अर्को सेट देखाउँछौँ, बाइसेपको एक्सर्साइज गरिरहेछौँ। तेस्रोवाला सेट हेर्दै गर्नु होला, हेर्न सक्नुहुन्छ। मजाले हाल्नु। फर्स्ट सेट देख्नुभयो। अब दोस्रो सेट हेर्नु होला, देखाउँछ। वेट थपेर हो, वेट थपी हान्ने कि 3 सेट। हेर्नुहोस्, मजाले हान्ने। अबको सेट तेस्रो फाइनल सेट
वेट थपेर हेर्नुहोस् सबै सेटहरू हजुरलाई देखाउँछौँ हेर्दै गर्नुहोस् हेर्नुहोस् त्यस्तो सेट फेरि वेट थपिएर मजाले हान्नु होला जिम गर्ने बेला चाहिँ दिक्क नमान्नु होला कि मन लगाएर हान्नु होला जति हजुरहरूले ध्यान दियो भने त्यति नै हजुरहरूको बडीले ग्रोथ गर्छ के त्यसरी नै काम गर्छ तीनटै सेट पुरा भयो अब चाहिँ अर्को सेट अर्को एक्सर्साइज हेर्दै गर्नु देखाउँछौँ बाइसेप्सको लागि एकदमै राम्रो एक्सर्साइज चाहिँ यो हान्नु होला ट्राई गर्नु होला हजुरहरू पनि एकदम राम्रो छ यो हजुरहरूले आफ्नो बाइसेप बढाउनु चाहनुहुन्छ भने योलाई चाहिँ नबिर्सिनु के यो चाहिँ मेन हो बाइसेपको लागि एकदमै राम्रो छ मजाले हान्ने फर्स्ट सेट देख्नु सक्नुभयो अब सेकेन्ड सेट हेर्नुहोस् वेट थपेर फेरि सेकेन्ड सेटमा वेट थपिएर हानिरहेको छ एकदम गाह्रो हुन्छ देख्नमा सजिलो हुन्छ तर एकदमै गाह्रो हुन्छ क्या मजा लिएर हानेपछि होइन मजा आउँछ क्या मस्तो हान्ने हो क्या दोस्रो सेट पनि हेर्नुभयो होला अब फाइनल सेट तेस्रो सेट वेट थपियो तेस्रो सेट हानिरहेको देखाउँछौँ एकदम गाह्रो छ क्या लास्ट थकाइ हुन लाग्छ देखाउँछौँ हेर्दै गर्नु होला हेर्नु सक्नुहुन्छ थर्ड सेट वेट थपियो एकदम गाह्रो देख्नमा सजिलो हुन्छ हलुको लाग्छ होइन एकदम बरुवा के पछि यस्तो च्याप्छ सुरुमा हानिन्छ होइन पछि एकदम गाह्रो हुन्छ हेर्दै गर्नु होला साथ दिनु होला लास्टसम्म सब्सक्राइब गरिदिनु होला च्यानललाई अबको सेट चाहिँ हाम्रो फिनिसिङ सेट हो हेर्दै गर्नु होला लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू फर वाचिङ लास्टसम्म हेरिदिएकोमा अब सेकेन्ड सेट वेट थपेर जुनसुकै सेटमा पनि वेट थपेर हान्ने गरेका छौँ हेर्नु होला लास्टसम्म हेर्नुहोस् सेकेन्ड सेट वेट थपेर मजाले हान्ने फिनिसिङ हो यो मजा आउँछ क्या अबको यो लास्ट फाइनल सेट यो पछि बाइसेपको एक्सर्साइज चाहिँ सक्यो लास्ट एक्सर्साइज सक्यो हामीले चाहिँ 45 मिनटको वर्कआउट गऱ्यौँ हजुरहरू पनि घरमा यस्तै गर्नु होला घरमा खाली बस्नुभन्दा 1 घन्टासम्म एक्सर्साइज गरेर राम्रो हुन्छ लास्टसम्म हेरिदिनु भएकोमा हजुरलाई एकदमै धन्यवाद र लाइक गर्न नबिर्सिनु होला एउटा कमेन्ट पनि गरिदिनु होला